हेलो गाइस। आज चाहिँ हामी अर्ग्यानिक केमिस्ट्रीको सानो टपिक एरोमेटिक कम्पाउन्ड एन्ड नन एरोमेटिक कम्पाउन्ड एन्ड एन्टी एरोमेटिक कम्पाउन्डको बारेमा कुरा गर्नेछ र चाहिँ यसलाई कसरी चाहिँ चिन्ने हो त्यसको बारेमा पनि चिन्नेछौँ। सबैभन्दा पहिला त्यो स्टार्ट गर्नुभन्दा पहिला हामी एसाइक्लिक कम्पाउन्डको बारेमा पनि बुझ्न एकदमै जरुरी रहेको छ हो। एसाइक्लिक कम्पाउन्ड कसलाई चाहिँ भनिन्छ? दोज होमोसाइक्लिक कम्पाउन्ड विच सो द एलिफेटिक क्यारेक्टर, एलिफेटिक means open chain compound is called एलिसाइक्लिक compound. It may saturated and unsaturated. It may saturated and unsaturated compound. यो चाहिँ एसाइक्लिक कम्पाउन्ड एसाइक्लिक कम्पाउन्ड चाहिँ एलिफेटिक कम्पाउन्ड पनि हो र यसलाई ओपन चेन कम्पाउन्ड पनि भनिन्छ। हामी चाहिँ अर्ग्यानिक केमिस्ट्री सुरु हुनु बित्तिकै पढेको होला ओपन चेन कम्पाउन्ड, क्लोज चेन कम्पाउन्ड, यो सबै पढेको होला। त्यहाँ गएर हेर्ने हो के सबैभन्दा पहिला एरोमेटिक कम्पाउन्डलाई कुरा गर्ने हो भने एरोमेटिक कम्पाउन्ड चाहिँ साइक्लिक कन्जुगेसन यो सबै चाहिँ हुनु नै पर्यो। एरोमेटिक कम्पाउन्ड चाहिँ एरोमेटिक कम्पाउन्डको डेफिनेसन चाहिँ भन्न सकिन्छ any compounds that should be having cyclic planar and conjugation which follow the Hooke's rule and burns the softy flame. Softy flame means धुआं. Softy flames means धुआं. Those compound which contain softy flame is known as the aromatic compound. जुन चाहिँ वस्तुले धुआं वा अन्य धुआं चाहिँ निस्कन्छ त्यो चाहिँ एरोमेटिक कम्पाउन्ड हो। त्यो चाहिँ सुरु गर्नुभन्दा पहिला हामी कन्जुगेसन केलाई भनिन्छ? कन्जुगेसन चाहिँ सिंगल बन्ड डबल बन्डले पनि चिन्न सकिन्छ। त्यो चाहिँ हामी सिक्नेछौँ अगाडि भिडियोमा। सिंगल बन्ड पोजिटिभ चार्ज, सिंगल बन्ड नेगेटिभ चार्ज, सिंगल बन्ड डबल बन्ड, सिंगल बन्ड अनपेयर्ड, डबल बन्ड सिंगल बन्ड भ्याकेन्ट अर्बिटल, डबल बन्ड सिंगल बन्ड लोन पेयर। यसरी चाहिँ हामी कन्जुगेसन हेर्ने छौँ र सिग्मा बन्ड वान सिग्मा बन्ड डबल बन्डमा एउटा सिग्मा बन्ड, यो चाहिँ हामी बन्डिङमा पढेको होला। बन्डिङमा याद गरौँ, बन्डिङमा पढेको होला। डबल बन्ड contain one sigma bond and one pi bond. Triple bond contain one sigma bond and two pi bonds. अब चाहिँ हामी एरोमेटिक एन्ड नन एरोमेटिक एन्ड एन्टी एरोमेटिक नन एरोमेटिकको बारेमा के चाहिन्छ त्यसको अलि जान्न जरुरी रहेको हो। एरोमेटिक कम्पाउन्डमा चाहिँ साइक्लिक, एन्टी एरोमेटिकमा पनि साइक्लिक, नन एरोमेटिकमा पनि साइक्लिक। यो त कुरा क्लियर भयो। चाहिँ तिनटैमा चाहिँ साइक्लिक हुनु नै पर्यो। एरोमेटिकमा कन्जुगेसन, एन्टी एरोमेटिकमा पनि कन्जुगेसन, नन एरोमेटिकमा मे कन्जुगेसन अर मे नट कन्जुगेसन। नन एरोमेटिकमा कन्जुगेसन हुन सक्छ पनि हुन सक्दैन पनि। एरोमेटिक फलो द हक्स रुल के भन्छ? हक्स रुल चाहिँ 4n + 2 पाई इलेक्ट्रोनलाई चाहिँ हक्स रुल भनिन्छ। Hooke's rule. And anti-aromatic follow the 4n pi, where n is represent 1 2 3 4, and in aromatic where n represent 0 1 2 3 4.
यो चाहिँ हामी बुझ्यो कि एन इज एरोमेटिकमा 0 देखि 9 सम्म चाहिँ 0 देखि अगाडि जति पनि हुन सक्छ र एन्टी एरोमेटिकमा 1 देखि चाहिँ स्टार्ट हुने गरिन्छ। अब चाहिँ हामी रिएक्टिभिटीको बात गरौँ भने सबैभन्दा बढी रिएक्टिभिटी चाहिँ एन्टी एरोमेटिकमा हुने गर्छ। त्यसपछि त्योभन्दा अलि कम चाहिँ नन एरोमेटिकमा, त्योभन्दा अलि कम चाहिँ एरोमेटिक कम्पाउन्डमा। र स्टेबिलिटीको कुरा गऱ्यौँ भने एरोमेटिकमा सबैभन्दा बढी, नन एरोमेटिकमा त्योभन्दा अलि कम र एन्टी एरोमेटिक सबैभन्दा कम चाहिँ स्टेबिलिटीमा रहनेछ। अब चाहिँ हामी केही क्वेसन गरेर अगाडि बुझ्ने प्रयास गरौँ। ल हेरौँ, आइडेन्टिफाई एरोमेटिक, एन्टी एरोमेटिक एन्ड नन एरोमेटिक। सबैभन्दा पहिला हामी दुईवटा गरेर हेरौँ, एउटा पछि हेर्ने हो के। सबैभन्दा यो चाहिँ साइक्लिक छ कि छैन? साइक्लिक छ। यहाँ पनि कार्बन, यहाँ पनि कार्बन, यहाँ पनि कार्बन। डबल बन्ड, सिङ्गल बन्ड, पोजिटिभ सिङ्गल बन्ड। यो चाहिँ कन्जुगेसन भयो कि भएन? कन्जुगेसनको लागि के चाहिन्छ? डबल बन्ड, सिङ्गल बन्ड, डबल बन्ड, सिङ्गल बन्ड नेगेटिभ, डबल बन्ड, सिङ्गल बन्ड अनपेयर, डबल बन्ड, सिङ्गल बन्ड भ्याकेन्ट अर्बिटल, डबल बन्ड, सिङ्गल बन्ड लोन पेयर। यो चाहिँ हामीलाई चाहिन्छ। यहाँ चाहिँ के छ? डबल बन्ड, सिङ्गल बन्ड, पोजिटिभ चार्ज। फेरि डबल बन्ड, सिङ्गल बन्ड, पोजिटिभ चार्ज। फेरि सिङ्गल बन्ड, डबल बन्ड। यो चाहिँ हाम्रो सबै के चाहिँ रहेको छ? कन्जुगेसन रहेको छ। तीनटा कार्बन भएको कारण यसलाई हामी के लेख्न सकिन्छ? साइक्लोप्रोपेनाइल लेख्न सकिन्छ। हो, लेख्न सकिन्छ। यो सबै चाहिँ हामी अर्ग्यानिक केमिस्ट्री सुरु हुनुभन्दा पहिला नै पढेको हो के। इट इज साइक्लिक compound. It is cyclic compound. It has conjugation. Conjugation छ कि छैन? यहाँ डबल बन्ड, सिङ्गल बन्ड, पोजिटिभ चार्ज। फेरि सिङ्गल बन्ड, डबल बन्ड, सिङ्गल बन्ड, पोजिटिभ चार्ज। हाम्रो चाहिँ कन्जुगेसन पनि रहेको छ। इट इज कन्जुगेसन। अब यहाँ हेर्ने हो भने कति चाहिँ पाई बन्ड रहेको छ, कति पाई बन्ड रहेछ, कति पाई इलेक्ट्रोन रहेछ। पाई बन्ड यहाँ एउटा पाई बन्ड, यहाँ एउटा पाई बन्ड, एउटा र एउटा, दुईटा। इट ह्याभिङ डबल बन्ड, यो चाहिँ बन्डिङमा पढेको कुरा चाहिँ हो। यहाँ दुईटा भएको भए डबल बन्ड, यहाँ पनि डबल बन्ड। इट हैज 2 पाई बन्ड। दुईटा पाई बन्ड भएकोमा कति चाहिँ हाम्रो पाई इलेक्ट्रोन होला त? कति चाहिँ पाई इलेक्ट्रोन होला? दुईटा पाई बन्डमा कति चाहिँ पाई इलेक्ट्रोन होला त? एकछिन सोचौ त। दुईटा पाई बन्ड निर 4वटा पाई इलेक्ट्रोन रहनेछ। इट हैज 4 पाई इलेक्ट्रोन। अब चाहिँ हामीलाई एरोमेटिक हो कि नन एरोमेटिक हो कि एन्टी एरोमेटिक हो, यो चाहिँ कसरी चिन्ने हो त? एरोमेटिकमा चाहिँ एरोमेटिक हुनको लागि साइक्लिक, कन्जुगेसन एन्ड हक्स रुल फलो गर्न एकदमै अत्यन्तै जरुरी रहेको छ के। त हामी यो सबै साइक्लिक पनि फलो गर्यो, कन्जुगेसन पनि फलो गर्यो, इलेक्ट्रोन 2 पाई इलेक्ट्रोन। अब चाहिँ हामी हक्स रुलमा राखेर एकचोटि ट्राई गरौँ कि यो एरोमेटिक कम्पाउन्ड भयो कि भएन। त हक्स रुलमा हामी के पढेका थिए? 4n + 2
इज इक्वल टू कतिवटा पाई बन्ड रहेको छ 2 हाम्रो 2 पाई बन्ड रहेको छ त 2 पाई इलेक्ट्रोन कतिवटा रहेछ 4 4वटा रहेको छ त अब चाहिँ हामी अलि सल्भ गरौँ त सल्भ गर्यो के आयो हेर अब चाहिँ 2/4 भयो 1/2 फ्र्याक्सनमा चाहिँ आयो भने यो चाहिँ एरोमेटिक के आयो 2/4 इज इक्वल टू 1/2 1/2 को चाहिँ 0.5 चाहिँ फ्र्याक्सनमा आयो भने इट इज नॉट एन एरोमेटिक कंपाउंड। अब चाहिँ एरोमेटिक भएन त अब चाहिँ के एन्टी एरोमेटिकमा राखेर हामी ट्राई गरौँ। एन्टी एरोमेटिकमा के चाहिँ रहन्छ 4n पाई इलेक्ट्रोन रहन्छ 4n इज इक्वल टू 4 n इज इक्वल टू 1 चाहिँ n इज इक्वल टू 1 आयो हामी चाहिँ एन्टी एरोमेटिकमा n को भ्यालु कतिदेखि स्टार्ट हुन थालेको थियो एक वेयर n इज इक्वल टू चाहिँ 1 टू एन्टी एरोमेटिकमा चाहिँ 0 देखि थियो एन्टी एरोमेटिकमा 1 देखि थियो त यहाँ चाहिँ 1 आइसक्यो त यो चाहिँ इट फलो द एन्टी एरोमेटिक कंपाउंड बुझ्यौ र अझै एउटा गरेर हेरौँ के यहाँ हामी चाहिँ हेरौँ त कति चाहिँ कार्बन रहेका छन् 1 2 3 4 5 6 7 8 8वटा कार्बन रहेको छ 8वटा कार्बन रहेको छ भने हामी यसको नाम के लेख्न सकिन्छ सबैभन्दा पहिला त यो साइक्लिक छ त सबैभन्दा पहिला साइक्लो ओक्टेन 8वटा छ भने ओक्ट सबैमा सिंगल बन्ड छ ओक्टेन भयो। यसरी नै गर्यौं भने हामी साइक्लिक कम्पाउन्ड त छँदैछ त लेख्न सकिन्छ इट इज साइक्लिक कम्पाउन्ड इट इज डबल बन्ड सिंगल बन्ड डबल बन्ड सिंगल बन्ड डबल बन्ड सिंगल बन्ड डबल बन्ड सिंगल बन्ड कन्जुगेसन चाहिँ पनि फलो गरियो इट हैज conjugation इट अच्छा अब हेर त हामी कति चाहिँ पाई बन्ड रहेको छ एउटा पाई बन्ड दुईटा तीनटा चारवटा पाई बन्ड कति रहेका छन् 4वटा पाई बन्ड इट हैज 4 पाई बन्ड कति पाई बन्ड रहेको छ 4वटा चाहिँ पाई बन्ड रहेको छ त पाई इलेक्ट्रोन कति भइहाल्छ 4वटा छ भने पाई इलेक्ट्रोन चाहिँ 8 भइहाल्छ इट हैज 8 पाई इलेक्ट्रोन। अब चाहिँ हामी एरोमेटिक हो कि नन एरोमेटिक चेक के हो भने सबैभन्दा पहिला चाहिँ हामी एरोमेटिकमा अलि राखेर हेरौँ एरोमेटिकको के रुल हो 4n + 2 इज इक्वल टू पाई इलेक्ट्रोन चाहिँ कति रहेको छ कति 8 पाई इलेक्ट्रोन नलेख्दा पनि भइहाल्छ 4n इज इक्वल टू 6 n इज इक्वल टू चाहिँ हाम्रो कति आयो 6/4 फेरि चाहिँ फ्र्याक्सनमा आयो चाहिँ यो पनि एरोमेटिक भएन। फेरि एकचोटि हेरौँ एरोमेटिक भएन त एरोमेटिक त भएन फेरि एन्टी एरोमेटिकमा राखेर चेक गरौँ 4n इज इक्वल टू 8 n इज इक्वल टू 8 डिभाइड बाई 4 n इज इक्वल टू 2 फेरि फ्र्याक्सनमा त आएन यो चाहिँ फेरि एन्टी एरोमेटिक इट
follow, it follow एन्टी कम्पाउन्ड। अब चाहिँ एउटा एरोमेटिकको गरेर एरोमेटिक कम्पाउन्ड चाहिँ गरेर हेरौँ त। एरोमेटिक कम्पाउन्ड हेरौँ त। हेर एउटा अझै हेरौँ त। यो चाहिँ क्लियर भएन हो। अब हेरौँ त। यहाँ चाहिँ के छुट्यो त। यहाँ डबल बन्ड, यहाँ डबल बन्ड, यहाँ चाहिँ डबल बन्ड। अब चाहिँ क्लियर भएको होला। यहाँ चाहिँ हेरौँ त डबल बन्ड, सिंगल बन्ड, डबल बन्ड, सिंगल बन्ड, डबल बन्ड, सिंगल बन्ड। यो चाहिँ हाम्रो कन्जुगेसन चाहिँ फलो गर्छ। अब त्योभन्दा पहिला हामी यसको नाम के रहेछ? यसको नाम ट्रायोफिलियम। ट्रायोफिलियम कटायन। ट्रायोफिलियम कटायन। इट इज के हो? इट सबैभन्दा पहिला के हो? इट इज साइक्लिक कंपाउंड। It has conjugation। कति पाई इलेक्ट्रोन रहेछ? 1 2 3। It has 3 pi bond। It has 6 pi electron। भयो। यति त सबैजना चाहिँ गर्न सक्छ। यति म चाहिँ विश्वास छ सबैमाथि। अब हेरौँ भने पहिला एरोमेटिक सबैभन्दा चाहिँ पहिला एरोमेटिकमा राखेर चेक गर्ने। एरोमेटिक भएन भने एन्टी एरोमेटिक, यो दुवै भएन भने आफै भइहाल्छ नन एरोमेटिक। तब अब एरोमेटिकको चाहिँ को 4n + 2 = 6। 4n = 4, n = चाहिँ 1। 1 चाहिँ त भयो। एरोमेटिक कम्पाउन्ड फलो गर। इट ओबे द हक्स रूल। इट इज एरोमेटिक कम्पाउन्ड। यो चाहिँ सबैमा चाहिँ नेसेसरी नै रहन्छ। चाहिँ 0.5 चाहिँ काट्न सकिन्छ, त्यही भएर नछोड्ने के, सबैमा चाहिँ लेख्ने। अब चाहिँ म एउटा क्वेसन दिन्छु, हजुर चाहिँ भिडियोलाई पज गरेर आफै प्रयास गरौँ। भएन भने हामी त गर्नै नै छौँ। यो क्वेसन चाहिँ आफै भिडियोलाई पज गरेर ट्राई गरौ त। एकैछिन आफैले इमानदारीपूर्वक चाहिँ गर्नुपर्ने हो त। आउँदैन भने के भइहाल्छ? आउँदैन भने हामी गरौँ, फेरि गर्छौँ, सिक्छौँ नि त। ल म गरौँ अब। ल भिडियो पोस्ट गरेर आफै प्रयास गर्ने, तब चाहिँ फेरि हेर्ने हो। ल अब हामी सुरु गरौँ। सबैभन्दा पहिला यो चाहिँ साइक्लिक छ कि छैन? इट हैज साइक्लिक कम्पाउन्ड भयो। यो सबैको चाहिँ राइट होला। इट हैज कन्जुगेसन छ कि छैन? मेन प्रब्लम चाहिँ यहाँ हुन्छ। डबल बन्ड सिंगल बन्ड, 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 डबल बन्ड सिंगल, डबल सिंगल, डबल सिंगल, डबल सिंगल, डबल सिंगल भयो। अब त चाहिँ यो सबै कन्जुगेटेड रहेकै नै छ। इट हैज conjugated
ठीक। कन्जुगेटेड पनि रहेको छ it has 7 pi bond. It has 14 pi इलेक्ट्रोन। अब चाहिँ हामी सबैभन्दा पहिला एरोमेटिक कम्पाउन्डको हक्स रुलमा राखेर एकचोटि ट्राई गरौँ। 4n+2 = 14 पाई इलेक्ट्रोन। हाम्रो चाहिँ 4n = 12, n = कति आएको 3 आयो। अब त चाहिँ यो हक्स रुल फलो गर्यो। इट ओबे हक्स रुल। इट इज एरोमेटिक। अब चाहिँ त मलाई पक्कै विश्वास होला सबैले गर्न सक्छ। या चाहिँ पनि यो धेरै इजी टपिक पनि रहेको छ। त्यही भएर म सबैसँग यही विश्वास छ भने सबैले चाहिँ इजिली यसलाई गर्न सकिन्छ। र यो अर्ग्यानिक केमिस्ट्री र अगाडि क्लास 11 को एरोमेटिक कम्पाउन्डमा पनि अलि मद्दत पुर्याउने गर्छ रे। त्यही भएर चाहिँ एउटा अझै क्वेसन हजुर तपाईहरु हेराउन सक्नुहुन्छ भने एउटा यो पनि बनाएर हेराइदिनुस्। यो क्वेसनलाई पनि आफै प्रयास गरौँ। एकछिन भिडियोलाई पज गरौँ र आफै प्रयास गरौँ। त्यसपछि चाहिँ भिडियोलाई कन्टिन्यू गरौँ। ल म सोल्भ गर्दैछु। आफैले प्रयास इमानदारीपूर्वक गरौँ। त्यसपछि चाहिँ सही भयो कि र गलत भयो के भयो त्यो चाहिँ हेर्ने र गलत भयो भने कहाँ मिस्टेक भयो त्यो हेर्ने मेन त्यो रहन्छ के। इट सबैभन्दा पहिला चाहिँ साइक्लिक इट इज नै लेख। इट इज साइक्लिक कम्पाउन्ड। इट अब त चाहिँ सबैले चिन्न सक्छ होला त्यही भएर अलि फास्ट लेखेको। इट ह्याज कन्जुगेसन एन्ड इट ह्याज कतिवटा पाई इलेक्ट्रोन रहेछ 1 2 3 पाई बन्ड। पाई इलेक्ट्रोन हो पाई इलेक्ट्रोन पनि लेख्ने हो पाई बन्ड। अब इट ह्याज कतिवटा पाई इलेक्ट्रोन छ एकचोटि भनौँ त के 6 पाई बन्ड। कति पाई बन्ड भयो 6 पाई बन्ड। एउटा ट्रिक नै राखौँ 3 पाई बन्डलाई दुईले मल्टिप्लाई गर्दा पाई इलेक्ट्रोन भइहाल्छ। अब हामी चाहिँ हक्स रुलमा राखेर एरोमेटिक कम्पाउन्ड हो कि नन एरोमेटिक हो कि एन्टी एरोमेटिक हो के हो एकचोटि ट्राई गरौँ। त्यो पनि ट्राई गरौँ। सबैभन्दा पहिला म के भने एरोमेटिक कम्पाउन्डमा राखेर एकचोटि प्रयास गरौँ। 4n+2 = कतिवटा 6 पाई इलेक्ट्रोन। 4n = 4 n = 1 के भयो। इट ओबे के हक्स रुल एन्ड इट इज एरोमेटिक कम्पाउन्ड। अब चाहिँ त गर्न सक्छ होला मलाई पुरै विश्वास रहेको छ। अगाडिको भिडियो चाहिँ हामी अर्कै भिडियोमा लिएर आउने छौँ। त्यही भएर च्यानलमा चाहिँ पहिलोचोटि भए सब्स्क्राइब गरिदिने। हामी यस्तै नयाँ टपिक इम्पोर्टेन्ट अलि 11th को इम्पोर्टेन्ट टपिक चाहिँ हामी क्लियर गर्दै जान्छौँ। हाम्रो नेक्स्ट टपिक चाहिँ म छिटैभन्दा छिटै लिएर आउने प्रयास गर्छु। एरोमेटिक कम्पाउन्डकै नै स्ट्रक्चर अफ बेन्जिन
स्ट्रक्चर अफ बेन्जिनको पनि हामी एकछिनमै ट्राई गऱ्यौँ। बेन्जिनको चाहिँ स्ट्रक्चर कस्तो चाहिँ बन्ने छ हामी 10 क्लासमा पनि अलिअलि पढेको होला, इन्ट्रोडक्सन चाहिँ पढेको होला, तर हामी चाहिँ यहाँ डिटेलमा स्ट्रक्चर अफ बेन्जिन चाहिँ पढ्नेछौँ। त्यही आजको भिडियो चाहिँ म क्वेसन पनि दिँदैछु, आफैले ट्राई गर्ने हो त एकैछिन। यो 3टा चाहिँ क्वेसन आफैले प्रयास गर्ने भइ नै हाल्छ, इजी नै छ। यसमा साइक्लिक छँदैछ, कन्जुगेसन सिङ्गल वर्ड डबल वर्ड सिङ्गल वर्ड, यो पनि कन्जुगेसन हेरि नै हाल्ने, सबै कन्जुगेसन छँदैछ सिङ्गल वर्ड। यो चाहिँ त हामी भर्खर नै गरे, आफूले एकचोटि प्रयास गर्ने हो। प्रयास गरियो भने भइ नै हाल्छ। यो पनि फेनलमा भइ नै हाल्छ। फेनलमा अलि के यसमा कन्जुगेसन छँदै छैन भने यो त चाहिँ डाइरेक्ट इट इज साइक्लिक लेख्ने र चाहिँ नन एरोमेटिक हो भने लेख्दा पनि भइहाल्छ, चाहिँ यो भइ नै हाल्छ। एरोमेटिक नन एरोमेटिक दुवै हुँदैन भने इट इज अ साइक्लिक लेख्ने, इट इज अ साइक्लिक कम्पाउन्ड, इट हैज नो conjugation and it has no any double bond or single bond, so or because it is non aromatic compound लेख्दा पनि भइहाल्छ। ल आजको लागि मात्र यतिकै सानो टपिक रहेकै थियो। यो एकचोटि आफ्नै लेखिहाल्ने के प्रयास गर्ने भइहाल्छ, प्रयास गर्यो भने। ल आजको लागि यतिकै। ल।